हेलो साथीहरू सबैजनालाई गुड मर्निङ नमस्कार। म चाहिँ खेमश्रेष्ठ। आज यसरी म रामेछाप जिल्लाको यता रातमाटा भन्ने ठाउँमा आइसकेको छु। अहिले एकदमै घाम लागेको छ। आज असारको 10 गते। यी काम गर्नलाई पनि मौसमले साथ दिएको छैन। यति बेला भनेको मानो खाएर मुडी उब्जाउने बेला हो। कतै पनि मुलोहरू पनि फुटेको छैन। एकदमै घाम लागेको छ। पानी सानी पर्न सकेको छैन। त्यही भएर आज फुर्सदको दिन पारेर चाहिँ म यता रातमाटातिर आएको छु। रातमाटामा मेरो एउटा सानो काम थियो अनि एकदमै घाम भएर चाहिँ यो प्रतीक्षालयमा यसरी बसिरहेको छु। अनि एउटा छोटो भिडियो बनाउन मन लागेर भिडियो पनि बनाउँदैछु। यहाँ एकजना साथी आउँदै हुनुहुन्छ, साथीलाई पर्खेर पनि बसिरहेको छु। साथी आएपछि यहाँ माथि रातमाटा भन्ने एउटा गाउँमा जानु छ। त्यहाँ मेरो एउटा सानो काम छ, त्यही भएर हिँडेको। एकदमै घाम भएपछि चाहिँ म यसरी साथीलाई कुरेर यो प्रतीक्षालयमा बसिरहेको छु। प्रतीक्षालय एकदमै राम्रो छ। चिटिक्क सानो भए तापनि एकदमै चिटिक्क परेको छ। यसरी पुरै सिमेन्ट बालुवा र यसरी फलामले बनेको छ। छानो जस्ताको छ। एकदमै राम्रो छ। तपाईँहरू पनि यो ठाउँमा आएर बस्न सक्नुहुनेछ। यो प्रतीक्षालय चाहिँ श्वेत गङ्गा हाइड्रो पावरले बनाइदिएको जस्तो छ। यहाँ यसरी टाँसेको छ यतापट्टि। तल्लो लिखु जलविद्युत आयोजना श्वेत गङ्गा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेड भनेर पनि यहाँ एउटा सानो बोर्ड टाँसेको छ। उसले नै बनाइदिएको हो। तपाईँहरू यहाँ आएर एकदमै बस्न सक्नुहुन्छ। एकदमै रमाइलो ठाउँ छ। अहिले एकदमै सिरसिर हावा चलिरहेको छ। म पनि एकछिन यहाँ आनन्दले बसेर जान्छु। साथी आएपछि त्यहाँ मासतिर जानुपर्ने काम छ, त्यही भएर एकछिन यहाँ बसेर जानु पर्यो। एकदमै राम्रो यो प्रतीक्षालयमा भनेर यहाँ बसिरहेको छु। अनि साथीहरू, तपाईँहरू सबैजनाले मेरो खेमश्रेष्ठ ब्लग युट्युब च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरेर एकदमै सपोर्ट गरिदिनु होला भन्दै आफ्नो छोटो भिडियो यहीँ बन्द गर्न चाहन्छु। हवस् त, धन्यवाद।